होइन त लुखु कहाँ जान लाग्यो? ती जायो यसो बहिनी लिन जान लाग्यो। बरु तपाईँ कहाँ जान लाग्नुभएको नि? यसो गाउँतिर जान लाग्यो। तँलाई देखेर बाइक रोक्यो हो। बस्नु म पुऱ्याइदिन्छु। पर्दैन दाइ, तपाईँ जानु, तपाईँ काम होला। गाडी पनि चलेको छैन, म हिँड्दै गइहाल्छु नि। कस्तो कुरा गर्छस् यार? त मेरो साथी होस् नि। तेरो लागि ज्यान पनि दिन्छु। बढी नाटक गर्छस्? बस। ठिकै छ नि त, अब तपाईँले यति भन्नुहुन्छ भनेपछि ठिकै छ नि त, गइदिन्छु नि त अब। किन भाउ खोज्छौ यार? तेरो लागि 60 वाला साथ दिन्छु यार। ठिकै छ नि त दाइ, छिटो जानु, अलिकति ढिला हुन्छ मेडिकल कामलाई फर्किनुलाई। छिटो जानु त। आउँदै गर बनाउँछु ल। ओहो दाइ नमस्ते। नमस्ते नमस्ते। होइन तेरो ध्यान कता छ? हे दाइ पनि नचाहिने कुरा नसोच्नुहोस् न। ल कान्छ म गएको है त। बरु भन्नुहोस् घरमा सबैजना आरामै हुनुहुन्छ? ततिर सबैजना आरामै हुनुहुन्छ। अनि यतातिर के छ त खबर खाऊ? अनि जयको खबर के छ? जय कहिले आउनुहुन्छ त्यसबाट? खोइ दाइ दसैँमा आउनुहुन्छ होला। हिजो फोन गर्नुभएको थियो, आरामै छु भन्दै हुनुहुन्थ्यो। ल ल छिटो जाम, पानी पर्ला जस्तो गरेछ। टाढा पुग्न पर्छ फेरि, अबेर पनि भइहाल्ला। दाइ जमाउनु। दाइ बस्दै गर्नु है। ल ल जाम बहिनी, छिटो तयारी हो। खाना पकाउँछु, खाना खाएर जाम्ला नि दाइ। उतै आमाले तयार पार्नु भएको छ खाना, छिटो जाम। हस् दाइ, म तयार भएर आइहाल्छु है। जाम दाइ। दिने जाम, ढिलो भइसक्यो। बारे के गर्नु? गर्लफ्रेन्ड पनि राम्रै छ, अर्कै बहिनी परिहाल्यो। के गर्नु त? जे भए पनि मलाई ठिकै छ। ओहो दाइ, तपाईँ अहिलेसम्म यहीँ कोसँग बिजी हो र? कोसँग बिजी हुनु नि? साथीहरूको फोन आएको थियो, त्यही भएर हो। बरु बस नि त दुईजना, म पुऱ्याइहाल्छु नि त। यता ट्राफिक छैन। बस्नुहोस् न दाइ, यसमै जाम हिँडेर कहिले पुग्ने? हुन्छ, सबैजना मोटो मोटो छौँ। अनि दाइले कता लगाएर खसालेर मारिदिनुहुन्छ, अनि मन अलस्तिज। ठुक्क बज्या, खुब राम्रो बोलिस् तैँले है। झन् ढिला हुन्छ भने पुऱ्याइन्छु भनेको। ल ल रविना, त बस अनि म बस्छु। तर दाइ लडाउनु चाहिँ नलडाउनुहोस् है। ल ल त ढुक्कमा बस्नु त, म आएर नि पुऱ्याइहाल्छु नि। आम्मा हो, कसरी अड्छ हो तिनजना? दाइ बिस्तारै चलाउनुहोस् है। ओके छ त।
हेलो म जाने यता हो यहाँबाट तिमी जाने पाँचबाट हो यत्रो बाटो ल्याएपछि त्यहीँसम्म पुर्याउनु नर्छ नि के हो तपाईँ धेरै नगराइ त गुण गर्दा गुणदेखि गर ल ल भाइ ल पहिलोचोटि छोरै पाउनु त्यो त अहिले भन्नै पर्दैन पाउने छोरा हो छोरी जन्मियो भने नि मलाई छोरै जन्मियो भन्ला भयो भयो दाइ तपाईँसँग बोलेर सक्दैन रविना ल त हिँड्दै गर म चाहिँ तरकारी लिएर आउँछु हवस् त अलिक चाँडै आउनु है ल ल के को बुबु माया पहिला चाहिँ बिहे गरौँ भन्दाखेरि नमानी अहिले अरूको भइसकेपछि चाहिँ बुबु माया तिमी अरूको भए पनि तिम्रो मन त मतिर छ नि खुब होला कसरी थाहा भयो नि अघि तिमीलाई लिन जाँदा त खुब एकरो भएको थियो नि हे निष्ठुरी जानुहोस् तपाईँ अब किन बोल्नु पर्यो र मसँग फेरि भन निष्ठुरी तिम्रो बोलीमा त गाली पनि अमृत जस्तो लाग्छ को बोला नाटक बाँड्छ ओके बस प्रोग्रामला कहाँ जाने हो र पर माइत आएको मान्छे नि घुम्न जान्छ र म ल्याइदिइहाल्छु कि अहिले घुमेर फर्किहाल्ने है फेरि दाइले मार्नुहुन्छ ओके ओके तिमी चिन्ता नगर कति राम्रो है धेरै राम्रो छ घुम्न यस्तो ठाउँमा बस्छ होइन कति मजा है बसौँ न है यहीँ बसौँ कस्तो राम्रो सिमले चाहिँ फोटोहरू खिचौँ न है हुन्छ अलि यहाँ अलि उता बस्नु न है ठिकै छ यहीँ बसौँ बस बस के नै हुन्छ र अब भयो धुन त हो के हुन्छ र बस न बस राम्रोसँग बस के हुन्छ हामी कति वर्षपछि भेट भएको हिसाब गर त रविना किन गर्नु नि हिसाब चाहिँ निष्ठुरीहरूलाई आफ्नो सोच्नु नै गलत सोच्छ मैले भनेको थिएन यतिन्जेल पर्खेको भए म बिहे गरिहाल्थेँ नि तिमीलाई हतार भयो बाबा आमाले कर गरेपछि मेरो के लाग्छ र भइको छोडिदिने यो कुरा पुरानो भइसक्यो बरु भन्नुहोस् जिन्दगी कसरी चलिरहेछ दिन घाम राति जुन यसरी नै चलिरहेको जिन्दगी कस्तो होला क्या के भन्नु त यस्तै छ बरु तिम्रो भन न मेरो पनि त्यस्तै त हो नि मलाई माया गर न एकचोटि जुठो माया के गर्नु अब अरू नै खोज्नु नि नाटक नगर छिटो गर न ल भयो जाम अब दाइले मार्नुहुन्छ बरु पछि बसेर कुरा गरौँला नि कहिले भेट्ने अब भन त तिजपछि भेटौँला नि ल पछि भेटौँला ओके बाई बाई काली बाई बाई काले यतिखेरसम्म त यहीँ छ त कहाँ गएको थिइस् आउँदैछु त कहाँ जानु झुट बोल्छस् म पोहोर पुगेर फर्केर यहाँसम्म आइपुग्दा पनि अझसम्म यहीँसम्म छस् जयको फोन आएको कुरा गरेर बसेको थिएँ होला होला मलाई नि त्यस्तै लागेको छ हिँड्छिर जाऊँ घर